दिनको 12 माना 13 माना नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म धेरै बजी फेरि भ्लग लिएर आएको छु। आज चाहिँ म धादिङ स्टार भन्ने ठाउँमा छु, मामा घरमा। बल्ल बल्ल आइपुगेँ यहाँ। भन्ने हुन्छ मेरो दुधुबा चाहिँ भारी बोकेर हिँडिराख्नु भएको छ। म चाहिँ आज लगभग 12 वर्षपछि मामा घर आउँदैछु। बाटोहरू चाहिँ यस्तै थियो, अझै नि यस्तै रहेछ। यस्तो टाउको क्या, बल्ल बल्ल आइपुग्यो। आज बसेर भोलि जान्छु। बल्ल बल्ल आइपुग्यो। आज बसेर भोलि जान्छु। हे पानी खान्छ, पानी खान्छ, त्यही भयो। पानी खाएन। घरमा छोडेर जानुभयो। गर्मी, यस्तो गर्मी, घाम। बाटो त बरु उक्किँदै रहेछ। स्कुटर ल्याएको चाहिँ हुँदैछ। अलिकति हिँड्नै पर्यो। दिदीबा बोक्नु चलाउनु हुन्न स्कुटर। यो चाहिँ हाम्रो गाउँ जाने गाउँको डाँडा हो। यो डाँडाको उतापट्टि चाहिँ गाउँ र यतापट्टि चाहिँ मामा घर। मलाई फेरि छोडेर जानुभयो क्या। हस्, यस्तो आवाज आउँछ है, एकदम मनपर्छ। पानी आउँथ्यो पहिला पहिला, अहिले त के आउँथेन। हाम्रो मामा घर हो त्यो यहाँ। मामा घर नै आइपुगेँ र मामा घर आयो। त थक्कै रे। धारा यहाँ आएछ। हामी आइपुगेँ। जुत्ता लाग्नु कि दिदीबा? केही नि गर्दैन, केही नि गर्दैन। मम्मी घरमै मर्ने भयो त। ल टाउको दुख्यो। हिँडेको त म 15 मिनट मात्रै होला, तर नहिँड्ने बानी भएर एकदम गाह्रो भयो। अब म मुख सुख धुन्छु है, टाउको दुखेछ, पानी खान्छु। यति मात्रै है? आधा आउँथ्यो दिनको 12 माना 13 माना हो त नि। दुध आमाले भन्नुहुन्थ्यो भित्ताकाले जुत्ता नातिनी हुन्छ कहिले कसो त, त्यो भन्ने बित्तिकै नै हुन्न क्या। 3 बान मै चाहिँ बिगार्दै दही नै बिगार्दै। हो त नि।
पानी छ बेसीमा सबैसँग गरेर म चाहिँ फर्किँदैछु मामा घर गएर मम्मीको मामा घर हाम्रो चाहिँ मेरो मामा घर तल घर मम्मीको मामा घर माथिल्लो घर अनि त्यसपछि मम्मीले चाहिँ त्यो दामाले चाहिँ पठाइदिनु भएको छ घिउ यस्तो पानी पऱ्यो अलिअलि यस्तो तनाव भयो यस्तो यहाँबाट नि माथि घरहरू त छ तर मैले कोही नै चिन्दिनँ क्या फेरि कोही पनि चिन्दिनँ हेर्नु न 1 मिनटको बाटो छ हो मामा घर र मामा घर मम्मीको मामा घर खास मम्मीहरू चाहिँ उता पारी गुर्दुम होइन सरी पारी गौँथली भन्ने ठाउँमा हुनुहुन्थ्यो हाम्रो दुधुबाहरू अनि पछि चाहिँ यता आउनुभएको हो त्यही भएर घर आइपुगे दुधुबाले खाना पकाउनु भयो होला अब दुधुबा खाना पकाउनु भयो ल अब हामी हिँड्यौँ मामा घरबाट दुधुबा फेरि मलाई भिडियो बनाएको क्या दुधुबा भोलि पर्सि म कहाँ हुन्छु त नि मुखै जिब्रे कालो हुन्छ यस्तो त हाम्रोमा घर कति फल्छ कति दुधुबाले काम परेर पो आएको भन्नुहुन्छ कताबाट दुधुबा यता है काम परेर आएको भन्नुहुन्छ काम परेर होइन म मामा घरै आउँछ भनेर आएर आएको भन्छु बताउँदै बताउनु